स्वागत छ उत्तरदायित्वमा। उत्तरदायित्वको आजको श्रृंखलामा हामीसँग डाक्टर रामशरण महत हुनुहुन्छ। पछिल्लो समय नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ संविधान सभाको दोस्रो निर्वाचनबाट र यो दोस्रो निर्वाचनको विषयलाई लिएर एकीकृत माओवादी यतिखेर धाँधलीको आरोप लगाइरहेको छ र यो छानबिनको पनि माग गरिरहेको छ। नेपाली कांग्रेस जो सबैभन्दा ठूलो दल बनेको छ उसले अब सबैलाई समेट्ने दायित्व निर्वाह गर्नुपर्ने बेला आएको छ। साथसाथै पछिल्लो समयमा राष्ट्रपति र उपराष्ट्रपति लगायत जो पहिलाको संविधान सभाबाट बनिएका संस्थाहरू थिए ती संस्थामा नयाँ व्यक्तिहरू पठाउनुपर्छ जनमत अनुसार र यदि उहाँहरू नै हुने हो भने पनि नयाँ जनमतबाट अनुमोदित हुनुपर्छ भन्ने खालका कुराहरू एमालेले उठाइरहेको छ। यी समग्र विषयवस्तुका साथमा उहाँहरू यति बेला व्यस्त हुनुहुन्छ आफ्नै दलभित्र समानुपातिकका उम्मेद्वारहरूको अन्तिम नामावली बनाउनका लागि। यही व्यस्तताका बीचमा उहाँलाई हामी स्वागत गर्दछौं। यति बेला स्वागत छ डाक्टर साहब। हजुर धन्यवाद। अब नेपालको राजनीति एउटा ट्र्याकमा गयो भनेर जब जनमत आएको थियो त्यतिखेर सोचिँदै थियो, तर अहिले राजनीतिक दलहरूको तानातान हेर्दाखेरि त्यो बेला आएको रहेनछ भन्ने मानिरहेका छन् आम सर्वसाधारण। तपाईँ के भन्नुहुन्छ? म अब त्यति भनिहाल्न म अहिले तयार छैन। यो निर्वाचनको तुरन्त पश्चातको अवस्था हो। अहिले संविधान सभाले पूर्णता पनि पाइसकेको छैन। संविधान सभा नयाँ निर्माण गर्ने सिलसिलामा कतिपय कामहरू अझै बाँकी छन्। समानुपातिकको लिस्ट भर्खर निर्वाचन आयोगले मागेको छ दलहरूबाट, त्यो सबमिट हुनुपर्छ, त्यसलाई सच्याउने समय छ। फेरि यो सरकारले मनोनित गर्ने 26 सीटहरू छ, त्यसपछि प्रधानमन्त्रीको निर्वाचन हुनुपर्छ, सरकार बनाउनुपर्छ। त्यसकारण चाहिँ यो प्रक्रिया नै निकै लामो छ। यो अवधिमा दलहरूका बीचमा चाहिँ विभिन्न किसिमका कुराकानी हुनु, वार्ताहरू हुनु, केही मुद्दाहरू उठाउनु, त्यसलाई म अस्वाभाविक मान्दिन। यो संक्रमणमा हुन्छ नै, निर्वाचनको तत्काल पश्चात हुन्छ नै, तर यसले संविधान निर्माणमा ढिलाइ हुनु हुँदैन र साथै सरकार निर्माणमा ढिलाइ पनि यसले हुनु हुँदैन भन्ने पक्षमा छौं। र हाम्रो जति नै भने पनि अब हामी माघको पहिलो साताभन्दा अगाडि चाहिँ यो अहिलेको यो चुनावी सरकारलाई विस्थापित गर्न सक्दैनौं। अब मैले एक्ज्याक्ट भनेको छैन, लाग्ला अब 4 हप्ता जति 5 हप्ता जति अझै लाग्ने सम्भावना भनेको लगभग त्यही नै समय आउनु भयो। 10 महिना चाहिँ कटाएर माघको पहिलो साता भयो भने चाँडो हुनेछ। हजुर, तपाईहरुको दल यतिखेर के गरिरहेको छ? त्यही नामावली फाइनल गर्ने क्रममै छ अथवा वार्ताको क्रमलाई सुरु गरेको देखिएन नि? हामी सबै फ्रन्टमा काम गर्दैछौं। वार्ता पनि हाम्रो भइराखेको छ, अरू दलहरूसँग वार्ता पनि भइराखेको छ, इन्फर्मल फर्मल हिसाबले भइराखेको छ, भोलि पनि हुन्छ। र निर्वाचन आयोगले मागेको समानुपातिक प्रतिनिधित्वको नाम पनि लिस्ट गर्ने, त्यो फाइनलाइज गर्ने छ। त्यसको लागि संसदीय दलको बैठक आज बस्यौं। एउटा प्रारम्भिक केही छलफल भयो, यसलाई अझ 2-3 चरणमा छलफल गरेर यसलाई टुङ्ग्याउँछौं। त्यसकारण हामी आन्तरिक काममा पनि छौं र साथसाथै अन्तर्दलीय छलफलमा पनि संलग्न छौं। मुख्य उद्देश्य चाहिँ संविधान सभालाई चाँडो से चाँडो पूर्णता दिने, सरकार निर्माण गर्ने र संविधान निर्माणको प्रक्रिया अगाडि बढाउने, यो कुरामा हामी चाहिँ नि प्रतिबद्ध छौं। अब तपाईहरु आफ्नो आन्तरिक फाइनलाइज त गर्ने काम गर्नु होला, त्यो जो समानुपातिक उम्मेदवारहरू छन् त्यो सँगसँगै सरकार निर्माणको कुरामा तपाईहरुको एउटा आपसी समझदारी बनेर न तपाईहरु छलफल गरिरहनु भएको छ, अन्तर पार्टी छलफल के समझदारी बनाउनु भएको छ तपाईहरुले? आपसी समझदारी त छलफलको क्रममा जुन दलसँग हामी वार्ता गरेर सहमतिमा पुग्छौं, अहिले हाम्रो भनाई भनेको, हाम्रो नीति भनेको सकेसम्म बढी से बढी दललाई सहभागी गराएर संयुक्त सरकार बनाउने। हामी कोलिसन गभर्नमेन्ट विथ लार्जेस्ट पोसिबल पार्टिसिपेसन, हाइएस्ट पोसिबल विथ एज मच पार्टिसिपेसन एज पोसिबल। यो सहमतिको सरकार भनेर सबै दललाई सहमतिमा ल्याएर एउटा सरकार बनाउनु त मुस्किल छ, त्यो सम्भव हुने कुरो छैन। तर बहुमतको मात्रै होइन, बहुमत भन्दा अझ बढी से बढीको दललाई सहभागी गराएर सहज बहुमतको भनौं न, हैन? सहज बहुमत 2/3 भन्दा बढीको पनि चाहिँ जस्तो एमाले त्यसमा सहभागी होस्,
ये माओवादी सहभागी होस्, अन्य दल पनि सहभागी हुन् र एउटा साँच्चैकै राष्ट्रिय चरित्रको सरकार बनोस् भन्ने हाम्रो चाहना छ। त्यसको लागि हामी प्रयासरत छौं। त्यो बन्न सकेन भने कमसेकम बहुमतको सरकार त बन्नै पर्छ। एमालेसँग तपाईको कुरा दुई चरण भएको छ होइन? एक चरण तपाईको सभापतिकोमा, एक चरण उताको अध्यक्षकोमा अहिले कुराकानी भएको छ। उहाँहरूसँग दुई चरणमा सभापतिजीले कुरा उहाँहरूले यो पहिलो यो कुराकानीकै क्रममा चाहिँ कुरा के उठ्यो भनेदेखि अब नयाँ जनादेश, नयाँ जनमत अनुसार गएको संविधान सभाले बनाएका राष्ट्रपति र उपराष्ट्रपति लगायतका चीजहरू परिवर्तन गर्ने कुरा आएको छ। ती कुरा पनि आएका छन्। उहाँहरूले नेपाली कांग्रेसलाई नेतृत्व लिनलाई चाहिँ आग्रह पनि गर्नु भएको छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ, त्यसको लागि पहल गर्नुहोस्, हामीलाई चाहिँ प्रस्ताव ल्याउनुहोस्, सत्ता साझेदारीको चाहिँ प्रस्तावका कुरा पनि गर्नुभएको छ र साथसाथै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, नयाँ निर्वाचन गर्नुपर्छ भन्ने पनि उहाँको धारणा आएको छ। यद्यपि यो औपचारिक निर्णय हो होइन थाहा छैन। हिजो उहाँको औपचारिक बैठकमा यस्तो प्रस्ताव आयो भन्ने स्थायी समितिले त्यो निर्णय गरेको छ। त्यो हामीले सुनेका छौं र हामीले जानकारी पाएका छौं त्यो बारेमा। यसमा नेपाली कांग्रेसको धारणा के हो, तपाईको चाहिँ धारणा के हो? के परिवर्तन? मेरो धारणा नेपाली कांग्रेसभित्रको थिंकिङ चाहिँ नि यो अहिले यो चाहिँ बेमौसमको बाजा भन्छन् नि। अब यदि राष्ट्रपतिको निर्वाचनको आवश्यकता परेको भए हामीले भर्खरै संविधान संशोधन गरेको छौं। त्यो संविधान संशोधनको आधारमा नयाँ सरकार बन्यो, खिलराज रेग्मीजीको अध्यक्षतामा सरकार बन्यो र निर्वाचन भयो। त्यस बखतमा संविधानका धेरै धाराहरू संशोधन भएका छन्। त्यस बखतमा राष्ट्रपतिको निर्वाचन सम्बन्धी धारा संशोधन गर्नु हामीले आवश्यक ठानेनौं, किनभने संविधानले स्पष्ट व्यवस्था के गरेको छ भने नयाँ संविधान जारी नहुन्जेलसम्म वर्तमान सरकारले निरन्तरता पाउनुहुनेछ भनेर, वर्तमान राष्ट्रपतिले निरन्तरता पाउनुहुन्छ भनेर। त्यसकारण राष्ट्रपतिलाई नयाँ निर्वाचनको नयाँ राष्ट्रपतिको आवश्यक छ अथवा राष्ट्रपतिको लागि नयाँ निर्वाचनको आवश्यकता छ भन्ने कुरो अहिलेसम्म कसैले पनि महसुस गरेको छैन। अब यो संविधान सभाको निर्वाचनको परिणाम आउने बित्तिकै नेपाली कांग्रेस लार्जेस्ट पार्टीको रूपमा स्थापित हुने बित्तिकै आवश्यकता किन पर्यो हामीले बुझेको छैनौं। यसको अन्य कारण के पनि हो भने अब राष्ट्रपतिलाई तपाईहरुको दलबाट प्रधानमन्त्री पनि तपाईहरुकै दलबाट हुने भयो भनेर पनि त हुन सक्छ। अहिले सुनेको त्यो एउटा कुरा र दोस्रो कुरा के ताजा जनादेश जब आइसकेको छ त्यसले, किनभने उहाँहरूलाई अनन्तकालका लागि फेरि दोस्रो राजा बनाउनको लागि होइन पनि भनिराखिएको छ। अब यसमा यो दुईटै तर्क ठिक छैनन्। एक, राष्ट्रपति कुनै दलको हुनुहुन्न, कुनै समयमा उहाँ नेपाली कांग्रेसको हुनुहुन्थ्यो। राष्ट्रपति बन्नु अगाडि उहाँले राजीनामा दिएर शपथ लिनु भएको छ। उहाँ कुनै पनि दलको व्यक्ति होइन, उहाँ अहिले चाहिँ दलभन्दा माथिको व्यक्ति हुनुहुन्छ। त्यही उहाँलाई अहिले पनि नेपाली कांग्रेसको भनेर भन्नु चाहिँ नि जायज हुँदैन। दोस्रो कुरो, राष्ट्रपतिको भूमिका भनेको चाहिँ नि कार्यकारी भूमिका होइन, उहाँ कन्स्टिट्युसनल हेड हो। सरकारले गरेको निर्णयलाई उहाँले अनुमोदन गर्ने काम हो। यो सिम्बल अफ नेशनल युनिटी, एकताको चाहिँ एउटा सिम्बलको रूपमा उहाँले गर्नुहुन्छ। उहाँको बल भनेको नैतिक बल मात्रै हो, कार्यकारी अधिकार केही पनि छैन। उहाँको कार्यकारी अधिकार पनि छैन र साथसाथै चाहिँ नि मैले अगाडि भनेको जस्तो उहाँ कुनै दलको व्यक्ति पनि होइन। भनेपछि उहाँलाई अहिले कार्यकारी सरकार चाहिँ नयाँ सरकार बन्ने भयो भन्ने बित्तिकै त्यो सरकारभन्दा माथि रहेको एउटा कन्स्टिट्युसनल हेड, संवैधानिक एउटा हेड को पनि नयाँ निर्वाचन हुनुपर्छ भन्ने चाहिँ हाम्रो तर्क छ। एउटा तर्क यहाँ के गरिएको छ भनेदेखि यदि राष्ट्रपतिको निरन्तरता नेपाली कांग्रेसले चाहन्छ भने उसले प्रधानमन्त्री एमालेलाई छोड्नुपर्छ। अहिले त्यो उहाँहरूको भनाइ हुन सक्छ, जनताले कांग्रेसलाई दिएका छन्। अब अर्को कुनै दलले, कांग्रेस बाहेक पनि चाहिँ अर्को दलले सरकार बनाउन सक्छ भने बनाउन हामीले रोकटोक गर्न सक्दैनौँ नि। जस्तो हिजोको अवस्थामा विगत संविधान सभाको निर्वाचन पश्चात सुरुमा प्रचण्डजीको नेतृत्वमा एमाले र मधेसी दल समेत बसेर चाहिँ मधेसी फोरम समेत भनेर संयुक्त सरकार बन्यो। प्रचण्डजीले राजीनामा दिने बित्तिकै हामी त सेकेन्ड लार्जेस्ट पार्टी थियौं,
हाम्रो तेस्रो लार्जेस्ट पार्टी चाहिँ नि माओवादी एमालेलाई उहाँलाई प्रधानमन्त्री स्वीकार गरेर उहाँको सहमतिमा राष्ट्रपति के अरे सरकार बन्यो। सबैभन्दा ठूलो पार्टी माओवादी सरकारबाट अलग भयो र प्रतिपक्षमा बस्यो। तर सबैभन्दा ठूलो पार्टी प्रतिपक्षमा बसेर दोस्रो तेस्रो पार्टी मिलेर पनि त सरकार बनाउन सक्दो रहेछ, किनभने उहाँले बहुमत प्रस्तुत गर्नुभयो। अहिले पनि कांग्रेसको नेतृत्वमा स्वाभाविक रूपले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ। तर एमाले चाहँदैन कांग्रेसको सरकारको नेतृत्वमा चाहँदैन भने उसले चाहिँ नि अरू दलहरूसँग मिलेर सरकार पनि बनाउन सक्छ। यसलाई सिद्धान्त त यो पोसिबिलिटीलाई नकार्न त सकिँदैन नि। हामीलाई लाग्छ के भने अहिलेको एउटा स्वाभाविक म्यान्डेट चाहिँ कांग्रेस र एमालेको बीचको सरकार एउटा संयुक्त सरकार बन्नुपर्छ र त्यसमा अरू पनि सामेल गर्नुपर्छ। किनभने हिजो संविधान सभाको हामी बस्दाखेरि सँगै बसेर सरकार पनि बनाएको हो र साथै संविधान निर्माणका सन्दर्भमा पनि कतिपय विषयमा हाम्रो समान भ्यू छ। र माओवादीले मधेसीसँग मिलेर 2/3 मत माग्यो, हामी 2/3 मत ल्याएर नयाँ संविधान बनाउँछौं भन्यो र सरकार पनि बहुमतको सरकार मधेसी दल र माओवादी मिलेर बनाउँछ। उसको भनाइमा त्यसलाई जनताले स्वीकार गरेर नगरिसकेपछि माओवादी र कांग्रेस र एमालेलाई मुख्य दलको रूपमा स्थापित गरिसकेपछि नेचुरली उनीहरूको बीचको सरकार बनाउनु पर्छ भन्ने जनताको जनादेश हो। हामी पनि त्यही चाहन्छौं। हामी उहाँहरूभन्दा अलिकति ठूलो दल भएको हुनाले नेतृत्व हामीले गर्नुपर्छ भन्ने कुरो पनि स्वाभाविक रूपले आयो। तर यो स्वाभाविक जनादेशलाई अस्वीकार गरेर अब कांग्रेसको नेतृत्व मान्दैनन्, हाम्रो नेतृत्व चाहिन्छ, हामी चाहिँ नि अरू दलहरूसँग मिलेर पनि हामी सरकार बनाउँछौं भने कांग्रेसले त्यसलाई रोक्न त सक्दैन नि। एउटा कुरा अब यो स्पष्ट भयो कि यदि इमान्दारीपूर्वक गरियो भनेदेखि त्यो सकिनेछ। त्यसमा सबै समेट्ने आधारहरू पनि संविधानले नै दिएको छ हैन। सबै दलहरू संविधान सभामा एक हुनुपर्ने त्यो व्यवस्थाका आधारमा। अब सरकारको नेतृत्व गर्नुपर्दाखेरि तपाईहरुको तर्फबाट स्वाभाविक नेतृत्व सभापतिको देखिन्छ, आकांक्षीहरू अरू पनि छन् के संविधान निर्माणसम्मका लागि त्यस्तो कुनै अर्को व्यवस्था गरेर जाने अवस्था छ अथवा सरकार पहिलो प्राथमिकतामा हुनेछ, स्वयं तपाईहरुको नेतृत्व उच्च नेतृत्व नै त्यसमा जानुहुनेछ? सरकार त वास्तवमा चाहिँ बनाउनै पर्यो नि। अहिलेको सरकार हामीले चाहिँ सभापतिकै संविधानमा गरेको व्यवस्था अनुसार निर्वाचन सम्पन्न हुने बित्तिकै निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्नुपर्छ र प्रधान न्यायाधीश आफ्नो पदमा चाहिँ फिर्ता हुनुहुन्छ भनेर त्यो नयाँ सरकार त बन्नु पर्यो। नयाँ सरकार बन्नु पर्यो। तर मेरो भनाइ चाहिँ के भने जस्तो सभापति स्वयं नेतृत्व गर्न प्रधानमन्त्री हुन गएको अवस्थामा यता संविधान लेखनको पार्टमा केही समस्या हुन सक्छ भने यदि अरू कोही चौथो व्यक्ति या तेस्रो व्यक्ति या दोस्रो व्यक्ति कसैलाई पठाएर सभापतिले यो खास फरक पर्दैन। पहिले पनि पार्टीकै सभापति पटक प्रधानमन्त्री बन्नु भएको, त्यही भएर संविधान पनि त आएन नि। त्यो कारणले होइन। सरकार चलाउने एउटा कुरो संविधान निर्माण गर्ने विभिन्न समितिहरू हुन्छन्, समिति मार्फत छलफल हुन्छ। कतिपय अवस्थामा प्रधानमन्त्रीको पनि चाहिँ सहभागिता आवश्यक पर्ला, तर प्रधानमन्त्रीले चाहिँ संविधान निर्माणमा संलग्न हुनुपर्छ भन्ने छैन। सरकारले त संविधान निर्माणको लागि फेसिलिटेट गरिदिने हो, उपयुक्त चाहिँ वातावरण बनाइदिने हो, सहयोग गर्ने हो। तर संविधान निर्माण आफैमा सरकारले गर्ने होइन। सरकारको छुट्टै भूमिका हुँदैन संविधान निर्माणमा। भनेपछि समग्रमा तपाईहरुको तर्फबाट एक मात्र उम्मेदवार यति बेला सभापति, एक मात्र हामीले विधिवत रूपमा निर्णय भएको छैन, यो पनि स्पष्ट होस्। तर मान्छेले अन्दाज गर्नेले चाहिँ नि उहाँको नेतृत्वमा निर्वाचन भयो, निर्वाचनमा पार्टीले राम्रो मत ल्यायो र लार्जेस्ट पार्टीको रूपमा आयो, त्यसमा स्वाभाविकै रूपले चाहिँ नि उहाँ प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्छ भन्ने चाहिँ नि एउटा अनुमान सहजै गर्न सकिन्छ। र विगतमा पनि चाहिँ तपाईलाई थाहा छ, विगतको संविधान सभामा पनि अन्त्यमा गएर हामीले सभापतिलाई नै प्रधानमन्त्रीको उम्मेदवारको रूपमा प्रस्तुत गरेका हौं, पार्टीले निर्णय गरेको। त्यो सन्दर्भ निर्वाचन पश्चातको पार्टी सबभन्दा ठूलो रूपमा आएको सन्दर्भ र उहाँको नेतृत्वमा चुनावमा गएको सन्दर्भलाई हेर्दाखेरि स्वाभाविकले अनुमान गर्दाखेरि उहाँकै नेतृत्व होला भन्ने अन्दाज गर्न सकिन्छ। तर र यस बारेमा विधिवत निर्णय चाहिँ भइसकेको छैन।
तपाईहरुको जुन बोर्डको बैठक भयो यो बोर्डको बैठकले चाहिँ मात्र ती समानुपातिकका उम्मेदवारहरूलाई फाइनल गर्ने काम मात्र गरिरहेको छ। अहिले हामी त्यसकै क्रममा छौं, त्यो प्रक्रिया सुरु भयो। अब अर्को एउटा पाटो छ यहाँ, एउटा नेकपा माओवादी जो यतिखेर धाँधली भयो भनिरहेको छ र स्वयं प्रमाणपत्रहरू बुझ्न पनि अस्वीकार गरिरहेको छ। निर्वाचन आयोग र संविधान सभा अदालतमा ऊ मुद्दा दायर पनि गरिरहेको छ। अर्को एउटा माओवादी जो यो प्रक्रियाबाटै बाहिर छ। यी दुईटालाई समेट्ने काम नेपाली कांग्रेसको काँधमा छ भन्दा फरक पर्दैन, किनकि जनमत त्यही छ। कसरी समेट्ने? होइन, नेपाली कांग्रेसले यसलाई चाहिँ पहल अवश्य गर्छ। जो खास गरेर जुन दल यो संविधान सभाको निर्वाचनको प्रक्रियाबाट अलग रह्यो उहाँहरूलाई पनि कसरी समावेश गर्ने भन्ने बारेमा हामी प्रयत्नशील छौं। यसबाट कसरी त्यसको केही खाका हुनु पर्यो नि। खाका त मुख्य कुरो त अब गल्ती उहाँहरूकै हो। गल्ती त उहाँहरू संविधान सभामा भाग लिनुहुन्थ्यो, उहाँहरूको अहिले प्रतिनिधित्व स्वाभाविक रूपले हुन्थ्यो, उहाँहरूले बहिष्कार गर्नु हो। तर बहिष्कार गर्दा गर्दै पनि संविधान निर्माणमा उहाँहरूको पनि चाहिँ इनपुट होस् भन्नको लागि चाहिँ कुनै मेकानिजम बनाउने अथवा चाहिँ अहिले बाँकी 26 जनाको मनोनित भित्र उहाँहरूलाई पनि प्रमुख नेताहरूलाई सहभागी गराउने इत्यादि विभिन्न फर्मुलाहरू निकाल्न सकिन्छ। हामी यो मामलामा खुला दिलले प्रवेश गर्नु भएको छ, खुला दिमागले छलफल राखेर छलफल गर्न तयार छ। तपाईले प्रवेश गरिसक्नु भएको छैन? प्रवेश त अलिअलि कुराकानी त भएको छ। एउटा यो भयो, मेरो प्रश्नमा चाहिँ अर्को ए माओवादीको कुरा पनि छ नि। यो माओवादीको अब यो चाहिँ धाँधली भयो भन्ने कुरो चाहिँ यो अत्तो थापेको कुरो मात्रै हो। उहाँले यो आफ्नो चाहिँ पराजय भन्नु पर्यो। अब आफू जित्छु भने दलले जित्न सकेन र क्रममा त आयो, पराजय हो एक हिसाबले। त्यसलाई सहज रूपले उहाँले लिन सक्नु भएन। यो त हामीले गएको संविधान सभामा, पहिलो संविधान सभामा निर्वाचन आउने बित्तिकै नेपाली कांग्रेसको लागि पनि चाहिँ आश्चर्य भयो। हामीले त्यति कम सीट आउला भन्ने हामीले कल्पना गरेका थिएनौं, असहज थियो हाम्रो लागि। तर त्यसलाई सहज रूपमा स्वीकार गर्यौं। यो चाहिँ निर्वाचनको क्रममा एकदम ठूलो शक्तिशाली पार्टी पनि चाहिँ तल झरेको हुन सक्छ, कल्पना नगरे परिणामहरू निस्कन सक्छन्। आखिर जनताको मत अनुसार हुने कुरो हो। तर दुर्भाग्यवश माओवादीले त्यो आफ्नो हारलाई चाहिँ सहज रूपमा लिन सकेन। अब किन यसलाई हल्ला गरौं भन्दाखेरि चाहिँ धाँधली भयो। अब हुँदा चाहिँ आर्मीले बाकसै फेर्यो भन्ने जस्ता चाहिँ हास्यास्पद कसैले पनि विश्वास गर्दैन। एउटा राष्ट्रिय संस्था हो नेपाल आर्मी भनेको। हामी पनि चाहिँ मेरो धाँधली नै गर्ने हो र सबभन्दा बढी माओवादीले पनि धाँधली गरेको छ। मेरो निर्वाचन क्षेत्रमा यति आक्रमणहरू उहाँले गर्नुभयो, यति हिंसाका घटनाहरू घटाउनुभयो र मेरो एउटा चाहिँ बुथबाट कब्जा नै गरियो। उहाँले एउटा बुथ टोटल्ली कन्ट्रोल गर्नुभयो। त्यस्तो अवस्थामा हामीले चाहिँ कतिपय ठाउँमा आर्मीको सुरक्षा चाह्यौं, बक्साहरूको सुरक्षाको लागि, मतपेटिकाको सुरक्षाको लागि आर्मीले सुरक्षा गरेको खण्डमा हामी चाहिँ निष्पेक्री भएर चाहिँ अब सुरक्षा हुन्छ भनेर सबैको, हाम्रो मात्रै होइन सबै दलहरूको त्यही धारणा थियो। त्यही त त्यसले आयोगलाई अब आर्मीले लिएको हुनाले त्यो बाकस बदलिए भनेर यस्ता त्यसले घेरामा राखिएको सेना पहिलो नम्बरमै आयो, पहिलो घेरामा आइपुग्यो कसरी भन्ने उहाँहरूको प्रश्न। त्यसो घेरा त बुथमा पो त्यसो घेरामा हुन्छ। कतिपय अटकमटार ठाउँबाट बक्साहरू ल्याउनु पर्छ। जम्मा चाहिँ 4 जना सिपाही हुन्छ एउटा बुथमा। त्यो 4 जना सिपाहीले त्यत्रो ठूलो चाहिँ सुरक्षा त गर्न सक्दैन। अनि आफू कमजोर भएको ठाउँमा अब त्यहाँ चाहिँ केही गुण्डागर्दी पनि हुन सक्छ, केही डेयरडेभिलहरूले चाहिँ त्यसलाई आक्रमण गरेर पुरा भयो। यो सबै यो चुनावको क्रममा भयो र अब उहाँहरू माग गरिरहनु भएको छ कि एउटा आयोग गठन गरिदिउँ, धाँधली भएको छ वा छैन यो स्पष्ट पारिदिउँ भनिरहेको अवस्थामा तपाईहरुले ल्याउने अथवा आयोगको कुरो मैले बुझेको छैन। किनभने धाँधली भयो भने संवैधानिक अदालत छ, उहाँले चाहिँ उजुर गर्न सक्नुहुन्छ। यहाँ यो प्रमाण छ, प्रमाणसहित पेश गरेर त्यसका मुद्दा चल्न सक्छ। उहाँहरूको अगाडि पनि मुद्दा हालिराख्नु भएको छ, अहिले पनि उहाँले मुद्दा चल्न सक्नुहुन्छ। एमाले पनि हालिरहेको छ। आयोग बनाउने भने कसले आयोग बनाउने? राजनीतिक दलले त आयोग बनाउन सक्दैन, सरकारले पनि आयोग बनाउन सक्दैन। यो त निष्पक्ष एउटा संवैधानिक चाहिँ यो निर्वाचन आयोग छ। यो संविधानले गरेको व्यवस्था हो, संवैधानिक चाहिँ एउटा इन्स्टिट्युसन हो, संवैधानिक संस्था हो, संवैधानिक निकाय हो। त्यसमाथि चाहिँ नि खिलराज रेग्मीजीको सरकारले चाहिँ नि त्यसको काममा छानबिन गर्न चाहिँ अर्को आयोग बनाउन त सक्नुहुन्न। त्यसले न राजनीतिक दलले आयोग बनाउन सक्छ, न त्यसको कानूनी के उहाँहरूको माग त्यसमै खारेज भयो? अब
उहाँको मागको अहिले सान्दर्भिकता नै छैन। आयोगकै कुरो गर्ने हो भने संसदमा जाउँ, छलफल गरौँ, संसदले चाहिँ भोलि साँच्चीकै त्यसमा प्राइमा फेसी संसदमा त्यही व्यक्तिहरू जो जितेर आएका छन् उनीहरूले आफैमाथि छानबिनको कुरा त कसरी गर्ला? अब त्यस बखतमा अब गर्न पनि सक्छन्। त्यो कुरो चाहिँ संसदको चाहिँ जिम्मामा छोड्दो, संसदको चाहिँ दैलोमा छोड्दो, किनभने संसदभन्दा पावरफुल कोही पनि छैन। अहिले निर्वाचन आयोगले गरेको कामलाई निर्वाचन आयोगले यो चाहिँ निष्पक्ष ढंगबाट भएको छ भनेर भनेको छ। यदि धाँधली भएको छ भने निर्वाचन यो चाहिँ संवैधानिक अदालतमा जानुहोस् भनेको छ, जान सक्ने सम्भावना पनि छ, कतिपय गइसकेका पनि छन्। त्यसको काममाथि खेलराज रेग्मीजीको सरकारले अर्को आयोग बनाउन सक्दैन र राजनीतिक दलहरूले त हामी बाहिर बसेको छैन। अहिले त विधिवत रूपमा हामी सांसद पनि छैनौँ, निर्वाचित भयौँ, शपथ पनि लिएको छैन, कसले चाहिँ आयोग बनाउने? त्यसकारण चाहिँ यही माओवादीले जुन चाहिँ आयोगको एउटा काम गर्न सक्नुहुन्थ्यो नि, जस्तो यो उच्चस्तरीय राजनीतिक संयन्त्र भनेर तपाईँहरू बनाउनु भएको थियो पछिल्लो समय, यसमा चाहिँ यस विषयमा छलफल केन्द्रित गर्न सक्नुहुन्थ्यो नि, किन पहल गर्नु भएन? संयन्त्र त समाप्त भइसकेको थियो, अब छैन, त्यो निर्वाचनमा जाने भइसकेको थियो, संयन्त्रको अफिस पनि छैन। त्यसो भएर उहाँहरूले त्यो खारेज गर्नु पर्यो भनेर चाहिँ मागहरू पनि आयो होइन। त्यसपछि त्यो सबै खारेज भइसक्यो, समाप्त भइसक्यो। अब यो सबैभन्दा ठूलो दलको सभापतिका हैसियतले, ठूलो दलका हैसियतले तपाईँहरूले एउटा चाहिँ छलफल आयोजना गर्न सक्नुहुन्छ नि? उच्च छलफल आयोजना गर्दा छलफल त हामी गरिराखेका छौँ अहिले पनि। एउटा ठूलो दलको हैसियतले लिनुपर्ने हामीले दायित्व निभाइराखेका छन्। अनौपचारिक छलफल पनि गर्दैछौँ, त्यसलाई औपचारिकतामा पनि गर्न सकिन्छ, तर के अरे आयोग बनाउने अधिकार चाहिँ हामीलाई छैन। भनेपछि समग्रमा हेर्दा उहाँहरूको माग सम्बोधन हुन सक्दैन, अहिलेको अवस्थामा सम्बोधन हुन सक्ने अवस्था देख्दिन। भनेपछि त अब यसमा केही राजनीतिक चलायो, प्राइमा फेसी केस छ भनेर कि संसद सार्वभौम हो, संसदले यसबारे निर्णय गर्न सक्छ। भोलि संसद बाहेक अरू कसैले पनि गर्न सक्दैन। अब करिब अन्त्यतिर आइरहँदाखेरि तपाईँ बताइदिनुहोस् कि माघको पहिलो सातामा सरकार बनिरहँदाखेरि अब त्यसभन्दा अगाडि तपाईँहरूले गर्ने र सबैलाई समेट्नका निम्ति गर्ने गृह कार्य के हुनेछ? पहिला वार्ता गर्नु पर्यो। हाम्रो प्राथमिकता भनेको अहिले संविधान निर्माण हो, त्यसको लागि उचित वातावरण बनाउनु पर्यो। त्यतिखेर गर्दै सरकार निर्माण पनि गर्नुपर्छ। सरकार निर्माण नगर्न भयो संविधान यो निर्वाचन पश्चात नयाँ जनादेशको आधारमा सरकार निर्माण गर्नुपर्छ। त्यो सरकार निर्माण गर्ने सन्दर्भमा हामी पावर शेयरिङ एरेन्जमेन्ट, न्यूनतम साझा कार्यक्रम, जोसँग नीति कार्यक्रम एजेन्डा मिल्न सक्छ, न्यूनतम एजेन्डामा सहमति हुन सक्छ, उसैसँग मिलेर सरकार बनाउने हो। त्यो सरकार बनाउने सन्दर्भमा हामी एमाले, माओवादी लगायतका दलहरूसँग हामी वार्ताको क्रममा छौं, प्रारम्भिक चरणमा छौं। किनभने अब यो अघि तपाईँले नै भन्नुभएको जस्तो प्रधानमन्त्रीको निर्वाचन हुने अझ चाहिँ 3-4 हप्ता लाग्नुपर्ने न्यूनतम अवस्था छ। त्यसकारण अहिले नै चाहिँ नि कम्प्लिट नीति गृति कमा फुल स्टप यो अवस्था छैन। अहिले प्रारम्भिक कुराकानी मात्रै हो। त्योभन्दा अगाडि त संविधान सभालाई पूर्णता दिनु पर्यो। भनेपछि यसरी बुझौं कि अब केही समय, अब आरामको समय छ र सरकार गठन पछि मात्रै यी समग्र पहलहरू हुनेछन्। आराम त किन हुन्छ? तपाईँहरू अब दौडिनु भयो नि चुनावमा, समानुपातिकै काम पनि त्यति सजिलो छैन, त्यो गर्नु पर्यो। अनि आराम त छैन, तर रिलेटिभली चाहिँ निर्वाचन जति चाहिँ हेक्टिक छैन। अन्त्यमा के भन्न चाहनुहुन्छ आम नेपाली जो अब यो नयाँ जनमतपछि संविधान बन्छ, त्यो तोकिएको भनिएको 1 वर्ष लेखिएको होइन? मेरो भनाइ चाहिँ हेर्नुहोस्, हामीले नेपाली जनताको धैर्यको निकै परीक्षा गरिसक्यौं। नेपाली जनताले धेरै धैर्यता देखाइसके। अब हामी चाहिँ यो अल्मलिने राजनीतिक मुद्दामा लामो समयसम्म बहसमा, अनावश्यक विवादमा अल्मले काम छैन। यो जनादेशलाई स्वीकार गरौं, चाँडो प्रारम्भ गरौं। यो फेरि अहिले संविधान संशोधनको कुरा आएर राष्ट्रपति र अनेक कुराहरू छन्। यो विचारमा, मेरो विचारमा त्यति सान्दर्भिक छैन। जनताले हामीलाई म्यान्डेट दिएको, जनादेश दिएको, आदेश दिएको, जिम्मेवारी दिएको संविधान निर्माणको लागि अब हाम्रो सारा ध्यान त्यतातिर जानुपर्छ। त्यसको लागि सरकार संविधान सभालाई पूर्णता दिउँ, चाँडो संविधान बनाऊ र 6 महिनाभित्रै
संविधान निर्माण गरौं, 1 वर्षभित्र जारी गरौं, अनि नयाँ राष्ट्रपति उपराष्ट्रपतिको चाहिँ निर्वाचन गरौं, अनि त्यसपछि अर्को एउटा चरण शुरू हुन्छ। तीनटा कुरा स्पष्ट भयो कि एउटा तपाईले भन्नुभयो राष्ट्रपतिको अहिले चयन अथवा फेरिने सम्भावना छैन, स्पष्ट छैन। दोस्रो कुरा तपाईले भन्नुभयो कि अब सरकार गठनका लागि माघको पहिलो साताभन्दा अगाडि प्रक्रियागत रूपमा पनि जान सकिँदैन। र तेस्रो कुरा माओवादीले जुन माग उठाइरहेको छ, अब मैले डेट एक्ज्याक्ट हिसाब गरेको छैन, पुसैभित्र पनि हुन सक्छ, तर कमसेकम 2-3 हप्ता अरू सजिलैसँग जान सक्छ। 21 दिनभित्र। अर्को कुरा तपाईले भन्नुभयो कि माओवादीले जुन माग उठाएको छ त्यो मागलाई सम्बोधन गर्ने कुनै निकाय अहिले छैन, संसद बन्नु पर्यो या संविधान सभाले एउटा सेप पाउनु पर्यो, त्यही गर्न सकिन्छ। त्यहाँ उठाएर त्यसले निर्णय गरेर त्यो सार्वभौम हो, त्यो शक्तिशाली हो, तर अहिले चाहिँ नै यो निर्वाचनमा को छानबिन गर्नको लागि, इन्भेस्टिगेसन गर्नको लागि अर्को चाहिँ नै आयोग बनाउने त्यो अधिकार चाहिँ न सरकारलाई छ न हामी राजनैतिक दलहरूलाई छ। हस् डाक्टर साहब, यहाँलाई धेरै धन्यवाद छ। हस्, मेरो पनि धन्यवाद। दर्शकहरू, उत्तरदायित्वको निर्धारित समय सकिएको छ। हामी अर्को साता फेरि यसै गरी उपस्थित हुनेछौँ। अहिले भने कार्यक्रमबाट बिदा माग्छौँ। नमस्ते।